राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका एकजना उम्मेद्वारले आफ्ना मतदातालाई अराजक बन्न सिकाउँदै हिँडिरहेका छन्। भौतिक आक्रमण गर्न उक्साइरहेका छन्। रासोपाको तर्फबाट बाजुरा निर्वाचन क्षेत्रका लागि उम्मेद्वार बनेका हेमराज थापा जसले कसैले आएर ठुलो स्वरमा बोले घाँटीमा च्याप्पै समात्न भनिरहेका छन्। गाउँमा जो बढी ठुलो स्वरले बोल्छ नि त्यसको घाँटी च्याप्प समात्ने हो, त्यसको घाँटी च्याप्प समात्ने हो। हेमराज थापा जसले आफ्नो मतदातालाई आफ्नो एजेन्डा बारे बुझाउन सकिरहेका छैनन्। आफूले चुनाव जितेर गए के गर्ने भन्ने स्वयं हेमराज थापा नै अनभिज्ञ छन्। हेमराज थापाको उद्देश्य एउटै मात्रै छ, चुनाव जितेर संसद पस्ने, त्यहाँ पनि यस्तै अराजक बनेर भाषण ठोक्ने। चुनावी अभियानका लागि घर दैलो गर्दै हिँडेका उनका पछिल्ला अभिव्यक्ति निकै अराजक एवं भड्काउ देखिन्छ। रासोपा उम्मेद्वार हेमराजले दिएको उनको यो अभिव्यक्तिलाई पनि हेर्नुहोस्। सबले ढुक्काउने निर्धक्क भोटालले कसैले पनि भोट खोज्न आयो भने मलाई फोन गर्ने आर्मी पठाउँछौ अनि तल बुटले चाहिँ घुँडामुनि हानेर न्युरी गाठा निकालेर 15 वर्ष जेल हाल्ने हो सबलाई यहाँ जो बुट कब्जा गर्न आउँछ। हेमराज थापा भन्दैछन् कसैले भोट खोज्न आयो भने मलाई फोन गर्नु, हामी आर्मी पठाउँछौ, त्यसलाई घुँडामुनि बुटले हानेर घाइते बनाएर 15 वर्ष जेल हाल्नुपर्छ। मतदातालाई रिझाएर उनीहरूलाई चित्त बुझाएर चुनाव जित्नुपर्ने पात्र हेमराज थापा जसले यो हदसम्मको अभिव्यक्ति दिएर हिँडिरहेका छन्। चुनावी मैदानमा हुमिएका आफ्ना कार्यकर्तालाई संयमित बनाउनु पर्ने ठाउँमा हेमराज थापा भने आफै भौतिक आक्रमण गर्न सिकाउँदै हिँडिरहेका छन्। हेमराज थापा जसले भोट माग्ने क्रममा मतदातालाई यति मात्रै भनिरहेका छैनन्, यदि कसैले बढी बोल्यो भने सर्वोच्च अदालतसम्म तान्ने र अनि भित्र हुनेसम्म भन्न भ्याएका छन्। कोही माइकालाल छैन, यहाँ बढी बोल्यो भने हगड लाएर सर्वोच्च अदालतमा माथि तानिन्छ अनि त्यहाँ हालिन्छ भित्र। म प्रधानमन्त्री भागिसक्यो, यहाँ पार्टीका सभापतिले टिकट पाएको छैन। अदालत बारे त्यति धेरै जानकार नभएका सोझा साझा मतदातालाई यसै गरी झुक्याएर हेमराज थापाले भोट माग्दै हिँडेका छन्। जनतालाई नै एक आपसमा भिडाएर आपराधिक गतिविधिमा संलग्न हुन उक्साइरहेका छन्। भौतिक आक्रमणका लागि उनी आफू स्वयं मैदानमा रहेको बताइरहेका छन्। गाउँमा जो खराब पात्र छन् उनीहरूलाई ठोक्नुपर्छ, सँगै मिलेर ठोक्नुपर्छ, कोही पनि डराउनु पर्दैन हेमराज दाइ छ यहाँ बाजुरामा भन्दै हिँडिरहेका छन्। यसको मतलब अराजक समूहको नेतृत्व स्वयं हेमराजले गर्न खोजिरहेका छन्। गाउँ गाउँमा जो सामाजिक बन्छ, दलाल बन्छ, कोही नडराउने हेमराज दाइ छ यहाँ बाजुरामा। हेमराज थापा जो अहिले बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको एक मामुली उम्मेद्वारको रूपमा मात्रै उपस्थित भइरहेका छैनन्। उनले दिएका अभिव्यक्तिहरू एक मामुली गुण्डागर्दीकै शैलीमा सार्वजनिक हुने गरेका छन्। पहिलेको बाजुरा छैन हजुर, अब बाजुरामा हामी आइसक्यौं। हर गरिबको दिन आउँछ, हर सर्वहाराको दिन आउँछ। गाउँमा जो बढी ठुलो स्वरले बोल्छ त्यसको घाँटी च्याप्पै समात्ने भन्नुको अर्थ के हो? पहिलाको बाजुरा छैन हजुर, अब बाजुरामा हामी आइसक्यौं। बुझ्नुभयो नि? हर गरिबको दिन आउँछ, हर सर्वहाराको दिन आउँछ। यहाँ गाउँमा जो बढी ठुलो स्वरले बोल्छ नि त्यसको घाँटी च्याप्प समात्ने हो, त्यसको घाँटी च्याप्प समात्ने हो। यस्तै अराजक अभिव्यक्तिका कारण हेमराज थापालाई केही दिन अघि मात्रै निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको छ। सडक निर्माणमा ढिलाइ भएको विषय उठाउँदै गरिएको